एकचोटि एक घरमा आगो लागेछ। त्यसपछि बाँदर र चरा एकै रुखमा बस्ने, तर चराले चाहिँ नि त्यसको निम्ति थोरै होइन, अब आगो निभोस् ननिभोस् तर उसले चाहिँ नि एक पानीको तलाउ रहेछ नजिकै होइन, त्यो तलाउमा चुच्चोमा पानीमा च्याप्दै लिएर जाँदै आगो लागेको ठाउँमा पानी खसाल्दै गरेको थियो के होइन। तर त्यही रुखमा एउटा बाँदर रहेछ। त्यो बाँदरले त्यो चराले चुच्चोमा पानी लिएर जाँदै त्यो जुन एउटा घरमा पानी आगो लागेको घरमा पानी हालेको देखेर होइन हाँस्दै बसिरहेको थियो। त्यसपछि धेरै बेरसम्म त्यो चराले त्यही प्रक्रिया गरिरह्यो, तर बाँदर हाँसेर बसिरह्यो। त्यसपछि बाँदरलाई सोध्न मन लागेछ, यो तिमीले चुच्चोमा पानी लाँदै गरेर हाल्दाखेरि आगो लागेको घरमा यो आगो निप्दैन किन दुःख गरिरहेका छौ भनेर बाँदरले चरालाई भनिसकेपछि चराले भन्यो कि यो मबाट असम्भव छ, त्यो मलाई राम्रोसँग थाहा छ। यदि कसैले देखेर इतिहास लेखे भने पनि होइन, चराले आगो निभाउनको निम्ति एउटा प्रयास गरेको थियो भनेर इतिहासका पानामा लेखिन सक्छ, तर आगो निभाउनको निम्ति बाँदरले होइन प्रयास धरि गरेन भनेर नाम आउन सक्छ। बस यही हो फरक भनेर चराले बाँदरलाई उत्तर दिएछ क्या होइन। भन्दाखेरि के हुन्छ भनेपछि जीवनमा हरेक किसिमका प्रयासहरू छन् नि, तिनी सफलता प्राप्त नहुन सक्छ, तर जुन सफलताको पछाडि भने प्रयास चाहिँ अवश्य छ है त।